जय श्रीमन नारायण। नमस्कार। म आचार्य श्री डाक्टर महेन्द्रनाथ मन्डरा, पिरामिड वास्तु नेपाल। नेपालको एकमात्र तोडफोड नगरिकन वास्तु दोष निवारण हुने ठाउँ। आज हामी अलिक फरक विषयमा, वास्तुको सम्बन्धी तर फरक विषयमा गइरहेछौँ। हामी हाम्रो प्रोडक्ट एउटा छ वास्तु स्प्रे भनेर र वास्तु पाउडर भनेर। यो दुईटा प्रोडक्टहरुमा तपाईले जसरी घरमा नेगेटिभिटी जहाँ फिल हुन्छ त्यो ठाउँमा हामीले यो वास्तु स्प्रे गर्यो भने त्यहाँको त्यो रूपले बनेको छ। यसमा मिक्सिङहरुको कुराहरु छैन धेरै। युज पेर वास्तु एक्सपर्ट गाइडेन्स एन्ड द एडभाइस भनेर फर एक्सटर्नल युज ओन्ली भनेर लेखेको छ यसमाथि। वास्तु स्प्रे यो अब एक्सपर्ट हाम्रो जितेन गुरु हुनुहुन्छ, उहाँले बनाउनु भएको छ। अनि नेगेटिभिटी रिमुभ गर्नको लागि यो युज हुन्छ। अर्को तपाईको वास्तु पाउडर भनेर यो पाउचमा पनि आउँछ, यो बट्टामा पनि आउँछ। यो 1 केजी को बट्टा हो। यसमा बट्टामा आउँदाखेरि फरक के छ भनेपछि यो चाँदीको केही ग्रेनुअल्सहरु भनौं न बलहरु दिएको छ। यो वास्तु पाउडर हुने प्रयोग हुने ठाउँ घरको ब्रह्मस्थानलाई जागृत गर्नको लागि जब हामी यन्त्रहरु लगाउँछौं भनेपछि भुइँमा यो वास्तु पाउडर ओछ्याएर यो सुन चाँदीको सुनको पनि राख्न सकिन्छ। चाँदीको बाउल हामी त्यसमा राखेर छरेर त्यो माथिबाट यन्त्रहरु राख्दाखेरि हाम्रो वास्तु दोषमा निवारण पनि हुन्छ र एनर्जी धेरै राम्रो हामी पाउँछौं। यो दुईटा प्रोडक्टहरु पनि हामी युज गरेर नेगेटिभिटी लाई निष्कासन पोजिटिभिटी बढाउनको लागि हामी यो दुईटा प्रोडक्ट हामी युज गरेर हामीलाई एनर्जाइज हाम्रो ठाउँलाई राम्ररी गर्न सक्छौं। हाम्रो यो दुईटा प्रोडक्टको बारेको फोटोहरु विस्तृत जानकारी तपाईले हाम्रो फेसबुक पेजमा राम्ररी हेर्न सक्नुहुन्छ। हाम्रो फेसबुक पेज हो पिरामिड वास्तु नेपाल। र यसका जानकारीको लागि रकमको जानकारीको लागि पनि लिन सक्नुहुन्छ। त्यहाँबाट हामी उपलब्ध गराइदिन्छौं। धन्यवाद।